धेरैको बानी छ कि हनी वाटर, हनी जिन्जर वाटर या आफ्नो ड्रिङ्क्सहरुमा चाहिँ हनी हालेर खाने बानी हुन्छ हैन। अब यो चाहिँ कसले खान मिल्ने, कसले खान नमिल्ने भन्ने पनि छ। जस्तै पहिला हनीको कुरा गरौँ, यो चाहिँ रस हेर्ने हो भने यसको रस मधुर हुन्छ, अनि गुणहरुमा चाहिँ रुक्ष हुन्छ, तीक्ष्ण हुन्छ, र यसको पोटेन्सी भनेको चाहिँ उष्ण हुन्छ, यानि कि तातो गराउने खालको हुन्छ। यसको गुणहरु या यसको प्रपर्टीहरु चाहिँ सिमिलर टु वात र पित्त छ र अपोजिट टु कफस छ। सो हनी वाटर, हनी ड्रिङ्कहरु चाहिँ कफस प्रकृतिको मान्छेले चाहिँ आरामले खान मिल्छ भने वातस र पित्तस प्रकृतिको मान्छेले चाहिँ यसलाई अलिकति ध्यानपूर्वक खानुपर्ने हुन्छ। हनीलाई चाहिँ तातो पानीमा हालेर खान हुँदैन, तताएर खान हुँदैन चाहिँ किन भनिन्छ भने हनीको आफ्नै पोटेन्सी भनेको तातोवाला हुन्छ, हट पोटेन्सी हुन्छ, र यसलाई चाहिँ अझै हामीले ततायौं भने त्यसको पोटेन्सी चाहिँ एक्सपोनेन्शियल रेटमा बढ्छ, जसले गर्दा शरीरलाई हार्म गर्छ। त्यही भएर चाहिँ हनीलाई तताएर खानु हुँदैन भनिन्छ। हामी